हेलो सबैलाई नमस्ते। मेरो छोटो मिठो भ्लगमा तपाईहरुलाई स्वागत छ। हामी 5 जना आज सिमीको भारी ल्याउन गइरहेको छु अनि रमाइलो हिँडडुल गर्दै हिँडिरहेका छु। हामी 5 जना सिमीको भारी ल्याएर थाकिसकेको छु र हिँड्दै हिँड्दै यताउति गर्दै गफसफ गर्दै हामी हिँडिरहेका छौँ। सिमीको भारी ल्याउँदै पसिना पुस्दै हिँड्दै गरिरहेको छु। हिँडडुल गर्दै थकाइ पनि लागेको छ लास्टै अनि भारी बोकेको बेला हामी हिँड्दै छु किनकि लास्टै थकाइ लागिसकेको छ। अनि हिँडेर आउँदा हामी एकदम थकित भएका छौँ। ठुला भारी लिएर आइसकेका छौँ। यता पुगिसकेको छ। यता रमाइलो गर्दै आउँदाखेरि अनि मेरो अंकलले चाहिँ मलाई खेदरी राख्नु भएको छ। मलाई फाइट पनि दिनुभयो अनि फेरि एउटा सर्ट दिनु भएको छ। अझ फेरि मैले पनि हेर्दै हाँसो गफ गर्दै यता आइसकेको छु। अनि सबैलाई हामी 5 जना यता आउँदै थियौँ बारी साडी राखेर अनि यता आएपछि हामी गफ गर्दै आयौँ। अनि एक्कासी हामी आउँदाखेरि अनि त्यहाँ गफ गर्दै आउँदै गर्दाखेरि अनि के हुँदैछ कस्तो भयो गरु भयो कि भारी हलु भयो भन्दै आउँदै गर्दा अनि पञ्चवीर काउ चाहिँ हामी यता मसँग गफ गर्दै आउनु भएको थियो। किनभने त्यहाँ हामी 5 जनाको ग्रुप थियो। मजाले रमाइलो गर्दै हाँस्दै डुल्दै खेल्दै आइरहेका थियौँ। अनि आउँदै फेरि उता मलाई अझ बाटोमा हान्दै आउनु भएको थियो मेरो अंकलले चाहिँ। अनि नन्दिर मामा आउनुभयो उतापट्टितिर अनि उतापट्टि चाहिँ लुर्के मामा हिँडिराख्नु भएको छ। उतापट्टि चाहिँ मेरो हुतम अंकल हिँडिराख्नु भएको छ। उतापट्टि चाहिँ पञ्चवीर काउ हिँडिराख्नु भएको छ। अनि म चाहिँ यता भ्लग बनाउँदै हिँड्दै हल्का गफसफ गर्दै रमाइलो गर्दै यतिखेर चाहिँ म हल्का मोटिभेसन दिँदै थिएँ। सिमी भनेको यस्तो हो, यो यस्तो इनर्जी दिन्छ, यस्तो दाल मिठो हुन्छ, यस्तो त्यस्तो भन्दै थिएँ। किनकि म चाहिँ एकदम थकाइ लागेर भारी राखेर म चाहिँ हल्का भ्लगमा केही कुरा भनिरहेको थिएँ। अनि भन्दै अनि यस्तो प्रशंसा गरिरहेको थिएँ। तर गर्दाखेरि भारी फालेर म चाहिँ यस्तो अब हिँड्न लागेको जिउरो फुकाउँदै थिएँ। त्यो जिउरो फुकाएर चाहिँ अनि जिउरो भनेको रसी चाहिँ फुकाउँदै थिएँ। त्यो रसी फुकाएर म चाहिँ तल आउन लागेको थिएँ। किनभने यो रसी फुकाएर अनि म केटाहरू हिँडिसकेको थिएँ। म त्यो फुकाएर अब जान्छु भनेर सोचेको थिएँ। अनि त्यो जिउरो तानेर रसी चाहिँ तानेर म चाहिँ हिँड्दै दौड्दै कुद्दै आउँदै थिएँ। कुदेँ अनि म कुदेँ एकदम कुद्दै आउँदाखेरि केटाहरू त तल पुगिसक्नु भयो रहेछ। अनि तल पुगेको थिएँ अनि मैले चाहिँ एकदम कुद्दै आउँदाखेरि मैले तल भेटाएँ केटाहरूलाई। अनि केटाहरू अगाडि रहेछन् लुर्के मामा, पञ्चवीर काउ, नन्दिर मामा, उत्तम काउले फेरि सर्ट दिनुभयो एउटा अझ। अनि के भएर सर्ट दिनुभयो। फेरि मैले हाल्दै मुगन फेरि खेदाउनु भयो मलाई खेदा ल्याउनु भयो। अनि यता ल्याएर अझ फेरि उता हेरेँ मैले अझ फेरि खेदाएर ल्याउनु भयो। फेरि यता खेदाएर ल्याउनु खेरि अनि मैले चाहिँ उता देखाएँ। अनि फेरि आउनुभयो। फेरि अझ जोसिएर यता आएपछि अनि मैले चाहिँ फेरि अझ मैले भने अझ फेरि खेदाएर ल्याउनु भयो यता। अनि ल्याउँदा म चाहिँ अगाडि अनि उत्तम अंकल पछाडि आउनु भयो। अनि आउँदाखेरि अनि म चाहिँ भ्लग बनाउँदै बिस्तारै हिँडेर आउँदै थिएँ। हिँडेर आउँदा अनि हामी चाहिँ माथि आउनुपर्ने थियो। अनि रमाइलो डाँडा पाखाहरू हेर्दै गाडीमा चढेर आएका थियौँ। कस्ता दामी हिमाल जस्तो आहा देखिने यस्ता भ्यू थियो दामी। पुरै छोडेर गाडीमा रमाइलो गर्दै अनि डाँडा हेर्दै आउँदै थियौँ। यस्तो रमाइलो थियो, बहुतै रमाइलो थियो एकदमै गर्दै लुर्केमा पनि हेरेका थिए। अनि हामी आहा वन पनि दामी थियो। अनि यो बनाउँदै भित्रबाट बाहिर दामी सिन निकाल्दै हेर्दै थियौँ।
भित्र पनि इन्जोय गरिरहेका थिए। रमाइलो गीत बजाएर मजाले रमाइलो गर्दै हाँस्दै आएका थियौँ। बाहिर हेर्दै भित्र रमाइलो गर्दै आएका थियौँ। सबैजना हामी 5-7 जना आएका थियौँ। यस्तो रमाइलो भइरहेको थियो, दामी इन्जोय गर्दै हामी माथि आएका थियौँ। कस्तो रमाइलो बपाल। अनि तमकोट आइसकेपछि मैले चाहिँ एउटा टिकटक बनाएँ। यस्तो बवाल टिकटक बनाइदिएँ कि दामी नै दामी टिकटक बनाइदिएँ। अनि यो टिकटकमा त लगभग 50,000 पुगेछ। अनि 1-2 फोटा पनि लगे, ग्रुपको फोटा पनि लगे। दामी फोटा थियो। यो फोटा चाहिँ एकदम दामी मेमोरीको लागि यो फोटा चाहिँ लगेँ।